नमस्कार गाइस। बिहान बिहान बिहानै म फलफुल किनेर जुस बनाउने आज। यो हो मेरो जुस बनाउने तरिका। अनि चाहिँ यो मान्छेले अर्डर गरेको छ आएको छ। यसरी जुस चाहिँ बनाएर ठुलो भाँडामा हाल्ने। बाक्लो छ जुस चाहिँ राम्रो। यसलाई अनि बोतलमा हाल्ने। टक्क यसरी बोतलसित पारेछ, बोतलमा हाल्ने। यसरी हालिसकेपछि अर्को बोतल बनाउने। यसमा भन्छ बेलौटी, इन्डोनेसिया भन्छ जामुन दिनेर। ल ठुलो भाँडामा हाल्ने। यतारी यो भाँडामा हाल्ने अनि त्यहाँबाट यसलाई पनि बोतलमा हाल्ने। बोतलमा हाल्ने यसरी। अनि अघिको जुस छ नि मेरो त्यो अभोकाडोको यतातिर टक्क गरेर अनि बोतलमा हालेर ठिक पारेको छ। अब ढक्कन लाउनु बाँकी छ। ढक्कन सकर लाएर अनि त्यहाँबाट प्याक गर्ने। अब मान्छेले मागेको छ लानु पर्यो। अनि यसरी प्याक गरेपछि अब मोटरसाइकलमा हालेर लाने। यसरी मोटरसाइकलमा हालियो, आइस पनि हालियो। अनि चिसो बनाउनु पर्यो। अनि धेरै लामो समय टिक्छ। अनि अब जानु पर्यो लिएर बाटोतिर। अब जानु पर्यो बाटोमा, आधा घन्टा लाग्छ। म चाहिँ बाटोमा छु है, आधा घन्टा लाग्छ। अब जानु पर्यो बाटोमा। धेरै मान्छे हुँदैन। अब त्यस्तै हो। घाम लागेको छ, गर्मी छ, जाँदैछु। अब जानु पर्यो, मान्छेले मागेको छ। अनि यहाँ अब ट्राफिक लाइट भयो, रोक्नु पर्यो। त्यहाँबाट जाने। यो चाहिँ त्यो माग्नेको घर अगाडि पुग्यो, जुस माग्नेको अगाडि। टक्कै त्यसको घरमा चाहिँ यो काम गर्नेले झाडु लगाइरहेको छ। अनि बोसलाई सोधेको, बोस चाहिँ बाहिर गएको छ अरे। मैले चाहिँ यतातिर झारेँ है जुस चाहिँ। लहर साथीहरू, मलाई कमेन्ट गरिदिनु मेरो भिडियोलाई। यस्तै छ मेरो जिन्दगी, जुस बनाउने बेच्ने।